गङ्गटा पक्रियो एउटाले पक्रेर त्यहाँ दिँदैछ म चाहिँ थाप्दैछु ए उफ्रिँदैछ त यहाँनिर फेरि यो यसलाई मारौँ न अहिले यो त गङ्गटाई यहाँनिर हेर्नु गङ्गटाई यत्रो भइसक्यो यसमा प्लस माछा पनि छ गङ्गटा पनि छ म चाहिँ मेरो चाहिँ खुट्टा चाहिँ जुकाले खाएर ब्लड भएको छ रमाइलो गर्दै आएको हो तर मलाई डर चाहिँ एकदम जुका माछाहरू मलाई पक्रिनु चाहिँ आउँदैन साथीभाइहरूको सातामा मात्रै आएको म चाहिँ साथीभाइहरू पक्रिने माछा फटाफट मारेर चाहिँ कहिले गङ्गटा पक्रिन्छ कहिले माछा पक्रिन्छ ठाउँ चाहिँ यस्तो ठाउँमा आएको छ फेरि यस्तो छ कि ओडारो जस्तो ठाउँ छ यसरी गङ्गटा फ्याँक्दैछ यही गङ्गटा यहाँ हेर्नु गङ्गटा फ्याँक्दैछ म चाहिँ टिप्नु डर लाग्छ होइन ऊ साथीले भाइले हाम्रो समीर भाइले पक्रिँदैछ गङ्गटा यहाँ हाल्नु पनि रेडी भइरहेछ आफूलाई चाहिँ यहाँ जुकाले टोकेर एउटा तनाव छ यसरी पुरै खुनै खुन्छ जुकाले टोकेर हेलो र पनि एभ्रीबारी फेरि हामी कन्टिन्यू जोडिन्छौँ तपाईँहरूसँग मजाले आज रमाइलो गर्दैछौँ ल हेर्नुहोस् यहाँ साथीहरू यसरी जुकामा के अरे जुका मार्नु खोजेको मेरो चाहिँ जुका मऱ्यो यसरी माछा मार्दैछन् ल हेर्नुहोस् पसिना पनि अलिकति यस्तो भित्र ओडा जस्तो ठाउँ छ र पसिना धेरै छ गाइस फेरि फेरि पक्रेर फ्याँक्दैछ जस्तो छ गङ्गटा मलाई चाहिँ फेरि गङ्गटा पक्रिनु डर लाग्छ इन्जोय ह्याप्पी सन्डे